ल गाइस भोलिको तयारी भइरहेको छैन स्कुलमा टक्क पारेर यता पतङ लगाइरहेको छन् टक्क पारेर फाइन बोइज लाइन यता बाँस कटिङ भइरहेको छ होइन टक्क के फुटाउने अनि यता म तयार भइरहेको छ पुरा सिमेन्ट लाएर जस्तो अर्को फुटाइदिन्छ अहिले मैले अर्को नफुटायो भने चाहिँ के हुन्छ राम्रो हानिहाल्छ अहिले निकाल्ने ओ पुरा यहाँ निस्किने हो जस्तो इट्टा एकछिन ले इट्टा पुरा जाली छ गाह्रो छ हौ एक इट्टा चाहियो रे भन के भयो चट्टु बोला ओए पुरा खुट्टामा अड्किरहेको छ हेलो हजुर के खै गर्छु पुगेँ सधैँ लिएर गएको थिएँ निस्किरहेको छ ल गाइस धुमधामले भइरहेको छैन तयारी यो टेबल भित्रबाट बाहिर ल्यायो अहिले टुट्याउनाले अब यसलाई बनाउने हो हेलो हेलो ब्लगर स्टार्ट भयो अनि अघि देखियो ल यहाँ बन्द गरिदियो गर्दैन के गर्ने राम्रो इसारा त्यति त काट्न सकिन्छ भनहरू यता कुरा भइरहेछ मैले हालिदिनु पर्दैन लासाना किनाले फोन पैसा खै मलाई दिइसक्यो सर भोलि बिहान त्यहाँ पैसा गर्न को जान्छ टक्क पारेर यता मण्डप बनिरहेछ टक्क सरस्वती पूजाको मन्दिर बनिरहेछ यता टक्क पारेर सर बनिरहेछ फाल्छ्यो ल बहिनी यो भएन पेपर टक्कै अनुहार हेर्न न हजुरको टेप त भयो भइहाल्छ पतङको लागि पतङ आइसक्यो भएन टक्क 17 गम लाग्दै बिस्तारै 3 यस्तो गरेर एउटा दुईटा तीनटा कलर मिलाएर अनि टक्क गमला भइहाल्छ काम त भइराछ एउटा अर्को डस्टबिन ल्याउ त गजल बाबु डस्टबिन खाली कि भरि खाली चाहिँ हजुरलाई लिसो डस्टबिन सर डस्टबिन खाली कि भरि चाहिँ सर ए डस्टबिन खाली ल टक्क यता पतङ लगाइरहेछन् यता गम लगाइरहेछन् पतङ लाउनलाई यता सरहरू बसिसक्यो टक्क यता कम्प्युटर सर यता साइन्स सर यता म्याथ सर भन्छु
के भन्नु छ जनतासँग भन्छु मोबाइल दिनुहुन्न सर मोबाइल किन ल्याएर आएको छु मोबाइल म भुलिहालेँ सर म यहाँ आउने खोजेको होइन क्या खासमा अनि यहाँ बनिरहेको हुनाले अब मन त लागिहाल्छ सर आफ्नो स्कुलभित्र छिटो बनाउन त तयारीको लागि प्रिन्सिपल रुम छ दिने भने किङ गजल ब्लग हो सर भन के छ बनाऊ टक्क ल कतिवटा भाइस अब हामी अगाडितिर जान्छौँ बनाउन अगाडिको हेरौँ टक्क के भइरहेछ त यता भ्लगिङ अगाडि के बनिरहेछ हेर मै त अगाडि पनि बनाइरहेछन् कलर सजाइरहेको छ यता टिचरहरू सब मिलेर टक्क किङ गजल ब्लग यस We will subscribe your channel. ओके म्याम हजुर भनिहाल्छु नि अङ्ग्रेज चलेको यही जोड्छ ढाल्दैन हजुर ढाल्दैन म्याम कतिको हातमा पुरा गम लगाएर हेर्न हातभरि पतङमा लाउनु थाल्यो हातमा लाग्छन् पुरा गुलु सिजन त्यही अनुहारमा थोप्न थोपडा प्रियङ्का चोपडा टक्क भएर हामी यता भइरहेको छ तयारी होइन अब भोलि धमदार हुन्छ अहिले बाँस गाड्नु बाँकी नै छ अरू त भइहाल्छ फेरि त्यो तयारी हुँदैछ कता ल पुरा तयारीमा हो ल अब पतङ यता लगाइसकेको हजुर भन्छ माझ्यो यसलाई बाँधिरहेको छ यता हो सर हो बाँधिदिए भइहाल्छ पहिला बाँस उठाउनु परेन राजा त्यो पनि हो बाँस गजलले उठाल्छ बाँस उठाएपछि मै उठाइहाल्छु एक्लै तल आउँछन् के अनि एक एक गरेर डाइरेक्सन दिने हो के त्यसपछि 360 हुन्छ यता अब बाँध्ने कार्यक्रम लगाए हामीले पुरा बाँस होइन खडा गरिसक्यो होइन के भयो देखा हो तिमीलाई नि हो अर्को केटा माथि छ एउटा छ बाँस उठिसक्यो र अब जाने घर खाने तयारी भइरहेको छ होइन आधा काम भइसक्यो अब आधा बाँकी छ आइज तल आइज यता मलाई रेडी भइरहेको छ साइकल हाल्न म जान्छु अब यता सिजन हाइ गर्दा हामफाल एहे फेरि त गाह्रो हुन्छ बाबु आराम ल्या